सो हेलो एभ्रिवान, गुड मर्निङ। माई न्यू ब्लगमा सबैजनालाई फेरि पनि स्वागत छ। होपफुली सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु। अनि हेर्नु न गाइजहरू, कस्तो राम्रो भ्यू छ भने बनेपा काभ्रे पलङचोकको हेर्नु गाइजहरू, यस्तो बबल छ धानबारी। सबैजनालाई ह्याप्पी साउने सङ्क्रान्ति भन्न चाहन्छु। अनि हेर्न सक्नुहुन्छ, म चाहिँ यता काभ्रे पलङचोक भन्ने ठाउँमा छु। यस्तो दामी भ्यू छ, ओहो कुरै नगरौँ। यता मेरो आन्टी अङ्कल धानबारी हेर्नु न गाइजहरू, कस्तो दामी छ। यो माथि त झन् यस्तो बब्बाल छ गाइजहरू, बब्बाल। कुखुरा नै कुखुरा छ हौ यता त। आमामा कति धेरै। खोइ अघि ठुलो भाले कहाँ गयो फेरि? ऊ त्यहाँ परेर रहेछ, ऊ त्यो डुम्सी तर। सो त्यही हो, कामसाम गरेर पनि म बसिरहेको छु। अब खाजा खाने हामी चाहिँ काम गर्न जाँदैछौँ। आन्टी काम गर्नुहुन्छ, खोर छोड्नुहुन्छ। कस्तो दामी देखेँ हौ। ए ऊ त्यो पाइप उचाल्नु पर्ने थियो। कस्तो पाइप? धान कस्तो राम्रो धान गोडिसक्यो हो कि क्या? यता चाहिँ किन खाली भन्नुहुन्छ होला गाइजहरू होइन? यता चाहिँ सबै मरेको यहाँको सुँगुरहरू। त्यहाँ 3टा थियो, यहाँ 3टा, यहाँ 2टा, यहाँ 2टा, त्यहाँ 2टा, पुरै कति मरेको। सुँगुर चाहिँ यति मात्रै छ रहेछ, बाँकी है बुङ्गुरहरू बिचरा है। यिनीहरू पनि कतिमा कति? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16टा रहेछ। सुतिरहेको छ यिनीहरू, उठ्ने बेला भएन। पानी परेर जमिरहेको छ। अनि चाहिँ सबै फ्याँक्छ क्या अहिले आन्टीले। अनि यता हेर्नु न, यता यो सबै सफा गर्नुहोस्। यो सुँगुरको आँचीहरू सब टिपेर डम्पिङमा लानुपर्छ। यस्तै चपाएर वा कस्तो क्युट हेर्नु न। सुँगुरलाई चारो दिने भाँडा बनाएको रहेछ, त्यो पनि सिमेन्ट ढलाइ गरेर पुरै। बिचरा सुँगुर त छैन, अनि कहाँबाट? नत्र यहाँनिर थिन त त्यो सुँगुरहरू सन्टन्नै त। यो चाहिँ थिएन, यो चाहिँ भर्खर बनाएको रहेछ। तर यता पनि सबै मरेको रहेछ। वा कस्तो क्युट छ नि। आऊ म्याउ कस्तो मलाई मानेको। आमा फेरि मलाई बच्चैदेखि बिरालो कुकुर एकदम मनपर्छ होइन। यहाँ छ बिल्ली। आऊ, तिम्रो नाम के हो? खैरे र काली हो? आमा नमानेको हेर न, कस्तो राम्रो छ हौ। अनि उपर छ कुकुर चाहिँ, ऊ त्यो बाँधिरहेछ। लु जाऊ। आहा भुतला कति धेरै टाल्लिएछ नि। आम्मा मेरो टी सर्ट फोड बनाइदिस्। बुङ्गुरको चारो चाहिँ यहाँ छ है गाइजहरू। यो चाहिँ फाल्टे, यो चाहिँ कट होला। अनि यतापट्टि छ रहेछ भात। सुँगुरले भात खाएर हुन्छ नि त, त्यही भएर काठहरू के को लागि भन्नुहुन्छ होला होइन। पुरै यो चाहिँ आगो बाल्नको लागि रे। अब हाँसलाई चारो बनाउनु पर्छ नि त, पकाउनु पर्छ। सुँगुरलाई नपरे नि हाँसलाई चाहिँ पकाउनु पर्छ नि त। त्यही भएर यहाँ आगो बाल्नुपर्छ। तर आज यहाँ पानीले गर्दाखेरि यस्तो पानी जमेको रहेछ। हैट के खानु आँटेको? त्यहाँ चाहिँ त्यो कुखुराको आन्द्रा छ नि त, त्यही भएर। त्यहाँ चाहिँ कसको रुम हो हेर्नु जानु मिल्छ होला नि गाइजहरू, केही नभन्नु होला है। चोर जस्तै पस्छौँ पर। ओहो अन्डे यहाँ चाहिँ यो सुँगुर फार्मको साउनी कोही बेला खाना तरकारी बनाएर खान्छ अरे। त्यही भएर यहाँ ग्यास चुल्हा नि रहेछ। पानी फेरि यहाँ माथि मूल छ क्या ठुलो, यहाँ माथि त्यो यो रुखको छेउको मुनि सिधै तल छ। हजुर ए त्यसो पो आइडिया छ। ओहो आइडिया चाहिँ बब्बाले छ।
खोलाको पानी फेरि यसो जुगा सुगा पुग्छ भनेर नि त्यहाँनिर जुत्ता खोलाउँछ गाई छ नि आइडिया चाहिँ त्यस्तो भयो भनेपछि आइडिया ल यता छ हाँस न हाँस देखाउँछु तपाईँहरूलाई होइन हाँस पनि यति छ कि बाफ रे बाफ पुत्रै नगर्नु नुहाइदिने बेला भयो यस्तो अघि तपाईँहरू भनिसकेको छु मैले यी हाँसलाई चाहिँ त्यो आम्ला परिदिनुपर्छ त्यही भएर हिजो छ लास्टै आम्मामा यस्तो सेतो सेतो हाँस त पुरै हिजोले गर्दा कालो कालो फोहोर भयो होइन यस्तो भाषा बिचरा है सरब र पानीले नुहाइदिनु नि सरब र पानीले नुहाइदिनु क्या यो पुरै नखाम हो सबै ओ माथिदेखिको लिएर यो एरिया कागको ओहो काग हेर्नु न काग कति धेरै आएको र तल फेरि यति रहेन छ कि हाँसको बच्चाहरू कति धेरै छ यता स्कुलको बाबुहरू कभर हुँदैछ कसै चाहिँ हाँस त यति छैन रहेछ है यो चाहिँ अलिक सेतो रहेछ हाँस चाहिँ ओहो पानी त गयो त नि यता फेरि आन्टी मोर्छा गर्नु थाल्नुभयो मैले अघि यहाँ गनेको छु यो आकाशको पानी गनेर ओहो यहाँबाट पानी आकाशबाट धेरै गनेको सघाउनुपर्छ सघाउनु मैले गर्नु उहाँहरू गयो कारणले घाँसको भारी बोलेर त्यही जान्छ उठ अब तिनीहरूले मनी अब चाहिँ हामी 4 दिन छ भनेर त्यो कालै पाल सुरुमा यो उठेको अनि त्यो अनि यो उठ्यो यति जाँदा चाहिँ त्यो उठ्ने रहेछ पालो पालो ए ऊ पर रहेछ सुरुमा उठ्ने चाहिँ सबै भागहरू चाहिँ उयोहरू चाहिँ फोटोबाट आउँछ अनि के को त्यो घाँस छ त नि ओहो यसले त पुरा पानी नै खाइदिन्छ नि क्या चारो हामीलाई एक डोलो चारो त पुरा प्याक रहेछ त नि यसरी सफा गर्नुपर्छ गाइज तर यहाँ म फोन पक्रेर सफा गर्दैछु तर यहाँनिर अलिक मिलाएन आन्टीले सफा गर्नुहुन्छ म चाहिँ यतिको पानी चाहिँ लगाइदिनु पर्यो सुकिसक्यो भनेर त्यही भएर जति सफा गरे नि यिनीहरूलाई भिजाइदिँदै गर्नु यो भिजाइदिँदै गर्छु है अहिले सजिलो हुन्छ नि त नि ओहो कस्तो चिसो पानी छ यस्तो चिसो पानी छ बाफेर कुन ओए तँ सुसु गर्छस् जाठा लु त कस्तो सुसु ओभर गनाउने यार खाने ठाउँमा सुसु गर्छ यिनीहरूलाई के थाहा होइन तर पनि वो अलग ही लेवल का बंदा था यसरी सफा गर्नुपर्छ झाडु दे पानी लगाएर खला कति सफा भयो अघि कस्तो थियो अहिले होइन कस्तो सफा भयो होइन यता कति सफा भयो पानी त्यो त्यहाँ धुलोहरू भइरहेछ नि त यस्तै काम गर्नुपर्छ वाउ घाँस यहाँ पानी थाल्यो राम के हो अनि आम्बो पुरा खाने ठाउँमा पसेर सुसु गर्दै बस्दै त्यहाँ दाममा सङ्क्रान्ति आज माघे सङ्क्रान्ति भनेको अझ आउने सङ्क्रान्तिको दिन बिहान यसो लक्सुलुक काम सक्ने दिउँसो एकदम बग्गा भव्यसँगले रमाइलो हुन्छ तपाईँहरूले यो चाहिँ चारो पुग्ने डरम सुरुलु फेरि यसले ओहो के हो यहीँ रहेछ भनेको ओ ए सो हामी पनि हामी चाहिँ अब खाना खानु लागेको है ए हाप्स हान्दियो ह्याप्स बाहिरतिर
अहिले चाहिँ हामी खाना खाएर पनि बसिरहेको है अनि यसो यतैतिर हिँडडुल गर्दैछौँ खाना खाइसकेर पनि। धान हेर्नु न कस्तो राम्रो धान हरियो। ओ हेर्नु न ऊ माथि रोडमा हामी चाहिँ घुमघाम गर्दैछौँ है गाइजहरू। यस्तो राम्रो भ्यू देखिन्छ। न कुरा गरौँ मेरो पानी पर्न लाग्यो सो त्यही भएर हामी चाहिँ यता फोटोसोटो खिच्यौँ। हाँसहरू यस्तो छ गाइजहरू। आम्बो यिनीहरूलाई नुहाइदिने बेला यहाँ बा चाहिँ बिचरा यो ढोकाबाट उता जान्छ भनेर। सो हामी चाहिँ पसल जाँदैछौँ अनि पानी परिरहेको छ त्यही भएर। ल अहिले एकछिनमा गर्छ है। हामी चाहिँ चटपटे खाएर नि हिँडिसकेको गाइजहरू। रात पनि पर्न लागिसक्यो। चटपटेर छ्याङले टाउको दुख्यो। लोकल भाले खाँदैछ। अनि कत्रो रहेछ? कति केजीको? 5 केजीको 5 केजीको भान्से हो भान्से। देखाएको होइन नदेखाऊ है बिचमा लाज मर्दो। बुढेल